हेलो एन्ड नमस्ते सबैजनालाई इट्स योर बोय सिद्धार्थ गुरुङ वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। आशा छ कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम आरामै छु। सो युट्युब फ्यामिली अब आज चाहिँ फेरि बाहिर निस्किन लागेको छु। आज चाहिँ अब हल्का टाढा नै हो, आज पनि अब साथीलाई नै भेट्न जाने हो घरतिरको। सो त्यो बस्ने चाहिँ दुबई, म अहिले शारजामा छु। अब मलाई यहाँदेखि दुबई जानुपर्ने छ। सो त्यही हो, मैले तपाईँहरूलाई भन्थेँ नि होइन, लाइक अब म कतै बाहिर निस्किन सक्छु, बाहिर निस्क्यो भने तपाईँहरूलाई हल्का बाहिरको नजाराहरू देखाउँछु होइन, के हो कस्तो यहाँको माहौलहरू। जस बवाल छ घुम्नको लागि, दुबई त दामी 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 हो कि। ठ्याक्कै साथीको नि आज छुट्टी रहेछ। सो अब त्यसलाई हल्का भेट्ने बाहना पनि हुन्छ, हल्का घुमघाम पनि हुन्छ, रैला पनि हुन्छ, दामी हुन्छ। तर अहिले भेट्न जान लागेको साथी चाहिँ मेरो घरतिरको साथी, यो पनि एकदम मिल्ने साथी हो। यो सिद्धार्थ गुरुङको केटाहरू चाहिँ हरिफ थियो कि बवाल थियो, लास्टै धेरै थियो कि कति छन् साथीहरू त मेरो। जो अब जाने चाहिँ कता के भन्ने कुरा अहिले त्यस्तो खासै प्लानिङ चाहिँ भएको छैन। सो त्यही नै हो, अब जाम हेरौँ कता कता गइन्छ, के गरिन्छ। सायद मैले आज अझै एउटा फोन लिने सोचिरहेको छु। लाइक अब फोन किन्न गयो भने त्यहाँनिर तपाईँहरूलाई हल्का देखाइदिन्छु। तर यहाँ चाहिँ युट्युब फ्यामिली लास्टै सस्तो पाउने कि फोनहरू, तपाईँको फोनहरू अनि क्यामेराहरू, लाइक ओभरअल ग्याजेटै भनौँ न, योहरू यस्तो बवाल सामानहरू यति सस्तोमा पाउने हेर्नु। सो तपाईँहरूको त्यही भएर साथीभाइहरू, दिदीबहिनी, रिलेटिभ्सहरू कोही यहाँ हुनुहुन्छ भने युएईमा, नेपाल आउँदैछ भने सामान मगाउनुहोस्। अरू चिज त भन्दैन कि, लाइक क्यामेराहरू फोनहरू यताउति मगाउनुहोस्। बवाल सस्तो हो, दामी। नेपालभन्दा त कति भनौँ न। तर फेरि लास्टमा फेरि मलाई ल्याइदिए भन्ने हिँड्दैन नि। फेरि यहाँ त मेरो केटाहरू कोही यस्तो फटाफटा साथीहरू छ कि, अब मैले यहाँ यसरी भनेछु, अहिले त्यहाँ मलाई म्यासेज गरेर सट्टीमा है अहिले जे सिधै एउटा लिएर आइदियो नि त आउँदाखेरि भन्छ हेर्ने। अब त्यस्तो नगरे केटा तिमीले, त्यो बुझिस् नि। ल हुन्छ गाइज है त, अब उतै गएर भेट्नुपर्छ। अब निस्किने बेला भयो, त्यसले अघि नै फोन गरेर छिटो आइज भन्दै थियो, अब निस्किनुपर्छ। सो त्यही हो युट्युब फ्यामिली, अब चाहिँ निस्किन्छु, जाने बेला भयो, अब उतै गएर भेट्नुपर्छ है त हामी। ओके बाई। सो युट्युब फ्यामिली अब चाहिँ गाडीमा बसमा चढिसकेको छु होइन, अब चाहिँ जाँदैछु। खोइ के स्टेसन भन्ने थियो यार, यसको लास्ट स्टप भनेको त्यही स्टेसन, त्यही मेट्रो स्टेसनसम्म रहेछ। सो अब चाहिँ जाँदैछु। ल बसको एक्सपिरियन्स पनि लियो कि यहाँ आएर। जस यहाँ चाहिँ अलिकति भिडियोहरू गर्न मिल्दैन अरे है, मैले अघि पनि सोधेको थिएँ। यहाँ एकजना नेपाली दाइ भेट हुनुभएको थियो, त्यो दाइले सकभर नगर बाबु, नगरेकै राम्रो भन्दै हुनुहुन्थ्यो कि, त्यही भएर गर्नु नि डर लाउँछ कि यता त पुरा। ल यो चाहिँ पुरा शारजा है त, मोइला बस स्टेसन एरिया शारजाको। सो गाइज अलमोस्ट हाफ आवर कम्प्लिट भइसक्यो क्या, 35 मिनट नै भयो होला कि गाडीमा बसेको। म त सोचेको थिएँ नजिकै होला, छिरी आउँछ होला सोचेको थिएँ कि, किनभने चाहिँ फर्स्ट टाइम चढ्ने बेला चाहिँ म गाडीमा यति सारा बस स्टेसन गएको थिएँ, त्यहाँ चाहिँ अलिकति छिटी पुगेको थिएँ नि त। सो मैले त्यतिकै डिस्टेन्स होला सोचेको थिएँ, यो चाहिँ अलिकति टाढा नै रहेछ यार। कहाँ गएछौँ केही थाहा छैन। यस्तो आउँदा यार, मेरो पनि त्यस्तो हेबिट पनि छैन नि त। उता नेपालमा हुँदा त झन् कहिले चढिएन होला कि गाडी, के कहिले कसो त्यो घरदेखि काठमाडौँ जाँदाखेरि मात्र हो चढ्ने भनेको, न त त्यस्तो खासै चढिँदैन नि त। यहाँ बसेको यस्तो निन्द्रा लागेको झुलिएको के, अब माथिदेखि यसले मिठो हावा हानिरह, चिसो हो, निन्द्रा लगाइरह। कति टाइम लाग्ने अझै, गाह्रो छ। हरिफ बाइकको याद आयो यार, लास्टै मिस गरेको मेरो बाइकलाई चाहिँ। घर जाने बित्तिकै हरिफ दौडाउनु पर्छ, डेन्जर। घुमाइ हो घर पुगेपछि त होइन। बिचरा उहाँ साथी कुरेको भयो थियो, 3-4 चोटि फोन हानिसकेछ, कहाँ पुगिस्। सरी है मेरो साथीलाई, भिडियोदेखि नै नरिसा, हुन्छ यस्तो कहिले गर्छ, के गर्नु त थाहा थिएन मलाई। सो गाइज फाइनली हामी आइसकेछौँ है। ल तपाईँले नजानु हेर्न सक्नुहुन्छ, टक्कै छ मान्छेहरू, सब निस्किसकेको छ। मेट्रो स्टेसन आयो फाइनली। अब यहाँदेखि कति टाइम लाग्ने थाहा भएन। अब यसरी ल निस्क्यौँ। अब म उता साथी फाइनली भेट्यो है त हो यहाँ, त्यसलाई पनि बल्ल भेट्यो। मैले भनेको होइन दुईवटा एक्जिट हुन्छ। म त्यो तल देखिनँ, म सिधै आइदिएँ, म फेरि माथि गएँ अनि फेरि तल आएको कारण फाइनली भेट भयो धेरै सालपछि। फटालाई चिन्नुभयो होला के यसलाई होइन, यो बजरङ्गी भाइजानदेखि लिएर अहिलेसम्म हामी सँगै छौँ। जाम हरि भोग लाग्यो। अहिले चाहिँ यहाँ भात दबाउँदैछौँ,
भात खाँदैछौँ होइन अब गुवाम गुवाम मोदीले दुईचोटि भात दबाउँदैछ अरे दुईचोटि थपिसकेको छ यसले चाहिँ ल हेर्नु अनि दुईचोटि थपेर पनि यहाँ भ्याउनु लागिसकेको छ यहाँ एउटाकै अहिलेसम्म यति नै छ रोक्नु एकछिन बिस्तारै खान पहिला त खानासाना तपाउनु पऱ्यो नि यार बिहानदेखि केही खाएन क्या खाए चाहिँ अब हल्का तागत आउँछ बल्ल मजाले घुम्ने अब सो त्यही हो अब एकछिनमा भेट्नुपर्छ अब रोक्नु पुग्नेले पनि त्यहाँ हुन्छ कि हजुर देखाउन धेरै ल सो युट्युब फ्यामिली अहिले चाहिँ हामी अब हल्का मलतिर घुम्यौँ होइन खानासाना खाएर भ्याएर अनि मलतिर घुमेर साथीले हल्का एउटा झोला हानिसकेको छ यस्तो देखाउँछ कि भनेर उता फर्किसकेको छ चल अब हट न ल पुमाको है ब्रान्डेड झोला किनेछ साथीले जम्मा नभन मलाई चुबिङ्को हात सो त्यही हो अब मलदेखि किनेपछि त अब आफै बुझ्नु तपाईँहरूलाई प्राइस भन्ने त पर्दैन होला है सो त्यही हो अब अहिले चाहिँ हामी अब फोन पनि लिनुपर्ने छ म तपाईँहरूलाई भनेको थिएँ अघि आउने बेला होइन सो अहिले कुद्दैछौँ अब चाहिँ कहाँ जानु कुन स्टेसन चाहिँ अल्गुबेवा भन्ने मेट्रो स्टेसन बर्दुबेको त्यहाँ जानुपर्ने छ अब हामीलाई र अहिले चाहिँ हामी युनियनमा सेन्टर होइन आमा राइट ल मेट्रो चाहिँ आयो है त सो ल आयो है त कुद्दा सेमसेम सो ल दबा 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 सिक दबा गइदियो हेर्न माथि अलिक चिसो लागेर बोलेर अलि तबी भएर पनि होला ग्राउन्ड फ्लोर हो यार यस्तो लामो जोड त लामोसम्म छ यार आज एक त धेरै हिँडेछ धेरै सिडी चढ्नु हुने यार सकिन्न गाह्रो हुन्छ फ्याँ फ्याँ परेछ हेर्नु बिहानदेखि कन्टिन्यू हिँडेको त्यो गाडी पनि त्यस्तै बोरिङ त्यहाँदेखि झरेपछि त झन् हिँडे सुन ल चार्ज पनि 25% छ यार अब एउटा फ्यामिली अब फोन लिन नि जानुपर्ने छ त्यसपछि अनि फेरि हामी कहाँ जान्छौँ त्यो अहिले प्लानिङ गरेको छैन किनभने चाहिँ प्लानिङ गऱ्यो भने चाहिँ त्यो सक्सेस हुँदैन क्या सो त्यही भएर हेर्दै जाऊँ कस्तो हो न यहाँ यसै मान्छेको लाइफ चाहिँ एकदम बिजी क्या लाइक अब ऊ यो नि काममा बिजी म नि काममा बिजी आएको यत्रो भयो थियो दुवैजना भेट्न पाएको थिएन अहिले जाने बेला बल्ल भेटिरहेको छौँ कि नरोइ फेरि अहिले जाने बेलामा ए रोलास फेरि सो फाइनली युट्युब फ्यामिली यति दुःख कष्ट मेहनत गरेर अहिले हामी ठ्याक्क काठमाडौँतिर आइपुग्यो भनौँ है होइन त आधा नेपाली त यहीँ छ नि त बर्दुबईमा है त्यही भएर अब काठमाडौँ नै भनौँ अनि तपाईँहरूलाई यता राइट साइडमा लेफ्ट साइडमा हेर्न सक्नुहुन्छ यो चाहिँ पुरा नेपाली पार्कवे अब उति गरेर देखाउनु हुन्थ्यो अहिले पछि भ्याए पनि जानुपर्छ लास्ट खुट्टा गलेर जानु मन त छैन पहिला जे काममा आएको त्यो काम गरौँ यार हेर्नु त 5 बजी भ्यायो कि अहिलेसम्म कस्तो घुमेको कि मलाई कामै नभ्याउने गरेको लखर लखर त्यत्तिकै काम नपाएर घुम्छ नि त्यस्तै होइन त ल भन्दा धेरै बजी घुमेको ए यहाँ त ऊ पनि त रहेछ त फेवाताल होइन फेवाताल आयो हामी ऊ त्यहाँ मैले हल्का त्यो सिप हिँडेको देखेँ ला यो बिहाइन्ड द सिन हो क्या खतरा आइफोनबाट गर्नुपर्ने के त्यस्तो त अति भयो त्यो भिडियो बनाएको भए ल हेर्नु बवाल बवाल ल गाइस पापडी यो पापडी को भन्नु होला होइन मेरो सानदेखिको साथी अब पापडी भनेर बोलाउँछु नाम चाहिँ विशेष हो चिन्नु होला त्यही हो विशेष भन्ने आएन कि मुखमा पापडी नै आउने जति विशेष भन्छु भन्यो भने सो ओ सुन्न कति लिन्छ रे यहाँ यसमा हिँड्ने त थाहा भएन तर ऊ त्यस्तोमा ऊ धेरै जस्तो मान्छेहरू त्यस्तोमा हिँड्यो भने चाहिँ 1 दिन जस्तो यसमा हिँड्यो भने लाइक पुरै यो 1 राउन्ड घुमाउने हो सबै घुमाइन्छ क्या कहाँसम्म लग्छ बेगनास तालसम्म लग्छ कि अगाडि त्यो म खान्न कि यस्तो हुक्का सुक्का म खान्न म एकदम शुद्ध मान्छे म हुक्का सुक्का खाँदैन स्पोर्ट हो नि अगाडि दाइ नदेखेला फेरि यार इन्डिया त्यसो नि साँच्ची भनेको हल्का इन्डियावाला नि भाइब्स आउँछ कि यस्तो यस्तोमा रोफो त्यस्तै त्यही यो एरियामा चाहिँ जे होस् तपाईँहरूलाई होइन मोबाइलहरू क्यामेराहरू ग्याजेटहरू हुन्छ नि यस्तो लिनु पऱ्यो भने चाहिँ बवाल हो कि यो ठाउँ के मैले अब
एउटा सामान किनेको छु त्यो तपाईँहरूलाई मैले एउटा भ्लगमा देखाउँछु त्यो मैले अघि पनि भनेको थिएँ त्यो सामान पनि मैले यहीँदेखि लिएको हो है के लिइसकेछु भनेको चाहिँ अहिले रिभिल नगरौँ त्यो बिस्तारै बिस्तारै मैले भ्लगमा एकैचोटि देखाउँछु भन्छु सो त्यही नि हो यही हो ल आइसक्यो अब यहाँ जाऊँ न भित्र सो गाइस अहिले चाहिँ हामी बवाल ठाउँमा घुम्न आएको छौँ है कता होला ल हेर्नु है त 3 2 1 गो Get lost sometimes and I can't seem to find a light between the walls I built for myself right in my mind. And then you came over and you showed me love that I never had seen before. And now when I got you, it's all gonna be alright. Thinking about all the things we did tonight. What a time to be alive. Just you and I. Just you and I. Only. सो युट्युब फ्यामिली अब हिजो चाहिँ त्यस्तै भयो होइन अब भिडियो गर्दा 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 होला मैले पहिले भन्थेँ होइन ब्याट्री सकिन आँट्यो लास्टमा त बिचरा साथीले पुरा गाडी देखाइरहेछ होइन देखाउँदा देखाउँदा ब्याट्री नै गयो क्या भनौँ पुरै सकेर अनि अफ भइदियो आफै त्यसपछि हामी सिधै त्यहाँबाट त कहीँ गएन डाइरेक्ट रुममै आयौँ रुममा आएर अब त्यही खानासाना खाने सुत्ने त्यही त हो नि टाटा पापडी यस्तो झुट बोलेको अनि त्यही हो सो त्यही भएर अब उता राम्रोसँग इन्ड गर्न पाएको थिएन नि त भ्लग चाहिँ अनि अब यहाँ आएर यसरी मैले भ्लगलाई इन्ड गरिदिएको सो अब अरू त के भन्ने अब यति नै अब तपाईँहरूलाई त मैले मेन त अब उता गएर मोबाइलहरू यहाँ देखाउँछु सोचेको थिएँ तर म आफू पनि गएन क्या खासै किनभने चाहिँ हामी 2-3वटा मोबाइल पसलमा मात्र गयौँ त्यहाँ पनि लाइक अब हुन्छ नि कस्तो भनेपछि पहिला सुरु आफ्नो फोनको बारेमा सोध्नु पर्ला अब पाएँ भने अब लिइसक्यो भने बल्ल मैले त्यहाँको मोबाइलहरूको प्राइस भनिदिन्छु भनेको पाएन अनि त्यही भएर फर्किदिएँ अनि त्यही माथि अब टायर्ड फिल बिहानदेखि हिँडे हेर्नु लास्टै भेजा भयो थियो हरिब सुत्यो अहिले पनि हेर्नु न कति भयो टाइम 12 बज्यो क्या हो 12 बज्नु आँट्यो बल्ल बल्ल सुतेर उठिएछ गाह्रो अब फेरि निस्किनु आँटेको अब अनि यो भ्लग चाहिँ अब लाइक अर्कोमा आउँछ है अब आजै निस्किनु लागेको भ्लग चाहिँ अब अर्को भिडियोमा आउँछ सो त्यही नै हो अब हिजोको भिडियो चाहिँ अब यसरी हिँड त गर्नु पऱ्यो नि त कस्तो घिनलाग्दोवाला एन्डिङ भइरहेको थियो हिजो राति त्यो ब्याट्री सकेर त्यही भएर यसरी बोलेर एन्डिङ गरेको सो युट्युब फ्यामिली त्यही हो भिडियोहरू हेर्दै गर्नु माया गर्दै गर्नु सपोर्ट गर्दै गर्नु होइन मैले तपाईँहरूलाई पहिला पनि भन्थेँ यहाँ जे जति हुन्छ म देखाउने कोसिस गर्छु तपाईँहरूलाई नि होइन आफू पनि घुम्छु तपाईँ नै हल्का हल्का घुमाउँछु रेडी हुँदैछ अब फेरि निस्किनु लाग्यो घुम्न कपडै ल्याएन बे मैले खासमा त म त अब यहाँ एक दिन मात्र बस्छु भनेर आएको अनि फेरि आज पनि बस्ने सोच भयो प्लानिङ भयो बसियो अब त्यही हो हिजोकै कपडा घोटेर लगाएर अब फेरि आज यसमै डुल्ने हो गाह्रो सो त्यही हो एउटा फ्यामिली ल अब चाहिँ नेक्स्ट ब्लगमा भेट्नुपर्छ त हामी बाई